आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको छ। शुक्रबार साँझ बसेको पहिलो मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो। नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन्। यसैगरी सरकारका प्रवक्ता पोखरेलले भदौ 23 र 24 गते प्रदर्शनमा भएका घटनाहरूको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने समेत निर्णय भएको जानकारी गराएका छन्, जसमा एमालेका अध्यक्ष ओली रमेश लेखक लगायतलाई जेल हाल्न सिफारिस गरिएको बताइएको छ, जसमा नेकपा एमाले विरोध गर्दै आएको छ। बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको शुक्रबार बसेको पहिलो बैठक मार्फत यस्तो निर्णय लिएको हो। बालेन्द्र शाह सरकारी निवास बालुवाटार सरिसकेका छन्। शपथ लिएर सिंहदरबारमा पद बहाली गरेका शाह साइद पारेर बालुवाटार प्रवेश गरेका हुन्। उनी निवास छिर्नु अघि विशेष पूजा पाठ गरिएको थियो। उनले राष्ट्रपति कार्यालयमा शपथ लिएर प्रधानमन्त्री कार्यालयमा मन्त्री परिषदको बैठक बसेर निवासमा फर्किएका हुन्।